हेलो गाइज, आयो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ हामी चाहिँ खोलामा जाँदैछौँ होइन। केटा हो यता हेर्दै त अब नास्ता सास्ता लगाएर गहौँ। त्यही त आज चाहिँ दिदी पनि त हो आउने दिदी सेती दिदीले हुन्छ नि खोलामा पौडिने होइन। पहिला नि गाइज हामी चाहिँ जङ्गलमा आइसकेको छौँ। अब चाहिँ हामी दुख्न पर्छ लास्टै गर्मी आहा। अझै कहिले गएर खोलामा चुब्लुममा पौड्यौँ जस्तो भएको गाइज। अब दुर्ने हो केटाहरू पछाडि पछाडि आहा म अगाडि अगाडि दुख्ने हो। अनि त्यही हो गाइज होइन, आज खोलामा पौडिने हो। फाइनली गाइज हामी चाहिँ खोलामा आइसक्यौँ होइन। केटाहरू चाहिँ अघि अघि दौडेका छन् उता गाइजहरू। हामी चाहिँ गाइज खोलामा आइसकेका छौँ। अब चाहिँ हामी छिटै पौडिने ठाउँमा जान्छौँ होइन। हामी चाहिँ पहिले गएर खोलामा पौडँदै गएको छ होइन गाइजहरू। गाइज हामी चाहिँ माछा मार्न हुन्थ्यो के गाइजहरू होइन। हामीले चाहिँ माछा त ल्याएन, तार चाहिँ उहाँ गइसके गाइजहरू। अब यहाँबाट चाहिँ अप्ठ्यारो भएको छैन। हामी पौडिने ठाउँमा आइसकेका छौँ होइन। गाइजहरू हाम्रो पौडिने ठाउँ हो यो चाहिँ। गाइजहरू त्यही हो गाइज, पसिना त लास्ट उठिराखेन होइन गाइज। अनि चाहिँ मैले भाइलाई क्यामेरा दिएको थिएँ होइन। भाइलाई चाहिँ हेर त उहाँ आएर ओ माई गड वाह पौडिसकेका छ नि गाइज। अब म पनि पौडिनु जानुपर्छ, मेरो आइफोन होइन गाइज डिस्प्ले जान्छ गाइज होइन। अनि चाहिँ पौडेर टक्क होइन पुरा चिसोको बल्छ होइन। अब यहाँ चाहिँ भाइ फुङ्गाल्दैछ, त्यसपछि मेरो पालो फुङ्गल। माई गड होइन गाइज, हाम्रो रुन्चे भाइ चाहिँ उहाँ छन् होइन। अनि त्यही गाइज भाइ फुङ्गाले अब मेरो पालो भाइ यहाँ चाहिँ क्यामेरा छोप्न। भाइले चाहिँ हो भाइले चाहिँ क्यामेरा छोप्छन्। कहाँ गएछ ए यहाँ आउँदै आइछन् भाइले चाहिँ क्यामेरा छोप्छन्, म फुङ्गाल्छु। यता 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 देखेर राम्रोसँग यता खोलामा यहाँ खोला हो तैँले छोप्छ क्यामेरा, भाइले छोप्नु जानेन यहाँ। गाइज होइन दुइटा एकैचोटि होइन म चाहिँ अब लोटिने। अनि त्यही गाइज होइन पाल चाहिँ होइन कपाल होइन। हेलो गाइज आज खोलामा पनि पौड्यो होइन। अब टक्क चाकाल मारेर होइन अब टक्क खान्यो टक्क नास्ता ल्याउँ होइन चल्छ। अनि त्यही हो। अब मेरो भिडियो कस्तो लाग्यो भने राम्रो लाग्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु न अनुरोध गर्न चाहन्छु होइन। अनि त्यही हो, यति भन्दा म बिदा हुन चाहन्छु। बाई केटा सबैले बाई गर।